के तपाईलाई कहिले यस्तो भएको छ? राति अचानक आँखा खुल्छ तर शरीर हलचल गर्न सक्दैन। लाग्छ तपाईको छातीमा कोही भारी चीज बसेको छ र तपाईको घाँटी निमोड्दै छ। जब म काठमाडौँमा एउटा कोठा भाडामा लिएर बस्थेँ, म यस्ता कुरामा कहिले विश्वास गर्दिनथेँ। तर एक रात म आफ्नो कोठामा एक्लै सुतिरहेको थिएँ। रातिको करिब 2:30 बजेको थियो। अचानक मेरो आँखा खुल्यो। कोठामा सन्नाटा थियो तर मलाई महसुस भयो कि कोठाको कुनामा कोही उभिरहेको छ। मैले टाउको घुमाएर हेर्न खोजेँ तर मेरो शरीर पत्थर जस्तै भइसकेको थियो। एउटा औँला पनि चलाउन सक्ने अवस्थामा म थिइनँ। बिस्तारै त्यो कुनाको कालो छाया सर्न थाल्यो। त्यो छाया भुइँबाट होइन, भित्ता र सिलिङ हुँदै मेरो बेडमाथि आयो। एउटा लामो कालो र कङ्काल जस्तो आकृति मेरो छातीमाथि थुपुक्क बस्यो। मेरो सास फेर्न गाह्रो हुन थाल्यो। मैले देखेँ त्यो आकृतिको कुनै अनुहार थिएन, केवल 2वटा चहकिला राता आँखाहरूले मलाई सिधै हेरिरहेका थिए। त्यसको चिसो र कुहिएको गन्ध मेरो नाकमा ठोक्किरहेको थियो। मैले मनमा नै भगवानको नाम पुकार्न खोजेँ तर मेरो दिमाग नै शून्य भयो। त्यो प्रेतले आफ्नो लामो नङ्ग्रा भएको हात बिस्तारै मेरो घाँटीमा ल्याएर निमोट्न थाल्यो। मैले आफ्नो पुरा शक्ति लगाएर एउटा ठुलो आवाज निकालेँ र मेरो शरीर झस्किएर भिउजियो। म पसिनाले निथुक्क भिजेको थिएँ। धत्तेरिका, कस्तो नराम्रो सपना भन्दै मैले लामो सास फेरेँ र ऐना अगाडि गएर मुख धोएँ। तर जब मैले ऐनामा आफ्नो घाँटी देखेँ, मेरो मुटुको धड्कन नै बन्द भयो। मेरो घाँटीमा कसैले जोडले निमोठेको जस्तो निलो डाम र 5वटा औँलाको छाप प्रष्टै देखिन्थ्यो। डराउँदै म बेडतिर फर्किएर झन् ठुलो झट्का लाग्यो। मेरो ओछ्यानको तन्ना अझै पनि त्यसरी नै दबिएको थियो, मानौ त्यहाँ कोही अझै पनि अदृश्य रूपमा बसिरहेको छ। के तपाईलाई पनि कहिले यस्तो भएको छ?